मसँग जति पैसा पनि छ। त्यसो 100 रुपियाँ देखा। 100 रुपियाँ? अभी ल ये देख देख तू अब तू देख। ला 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 है टिकट छ हातमा। ओह माय गॉड देख सो हेलो गाइस, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज हामी कहाँ जान लाग्यो भने चाहिँ थम्मै हेरेर थाहा छैन होला, चाहिँ बुलबुली घुम्न जान लाग्यो। अनि हाम्रो दिदीले चाहिँ बुलबुली ताल कहिले देखाएन अरे क्या। दिदी म हेरेर जान लाग्छौँ। अनि बुवा र मम्मी चाहिँ लाठी कोइरी हुनुहुन्छ। अनि त्यहाँ गएर बुवा मम्मीलाई यो कपडा लगाउनु दिएर नयाँ कपडा, त्यसपछि जानुपर्छ घुम्न। आज फर्स्ट टाइम एक्सपिरियन्स दिदीको बुलबुल ताललाई कस्तो हुन्छ गाइज। ढिला भइसक्यो, मम्मी 5 चोटि खुम्याउनु भइसक्यो बिहानदेखिसम्म। माथि गएर अटोबाट जानुपर्छ, ढिला भयो गाइज। मङ्गलबारे त पुग्यौँ है। अटोवाला अङ्कलसँग 10 रुपियाँ चेन्ज हेर्ने रहेछ, त्यहाँ चेन्ज गरेर लाग्नु भएको अङ्कल। अनि यहाँ चाहिँ दिदी, अब यो कपडा दिदीले बोक्नुहुन्छ, त्यही हो गाइज। अनि बुवा मम्मी चाहिँ यहाँ तल हुनुहुन्छ अरे। अनि त्यो भएर टक्कले बुवा मम्मी जानु लाग्यो। त्यही हो त्यही बाटो है गाइस। दिदी चाहिँ यहाँ आउनुहुन्छ। फर्स्ट टाइम बुलबुली एक्सपिरियन्स आज दिदीको। गाउँ धेरै तल आयौँ, आइज ठिक्क बाटो निकै बसाल्नु भन्नु त हुन्थ्यो। गाउँ गाइस धेरै तल आयौँ है हामीहरू त। एकचोटि फोन गर्नु पर्ला, तल आइसक्यौँ। अब चाहिँ यहाँ बुवा मम्मीलाई देखिसक्यौँ हामी। अब बुवा मम्मी जानुपर्छ, त्यसमा बुलबुली जानुपर्छ। यतिखेर चाहिँ टक्क लाएर हामी यो खेतको आली हिँडिरहेछौँ। अनि दिदी चाहिँ टक्क अगाडि हुनुहुन्छ, मम्मी र बजै चाहिँ पछाडि हुनुहुन्छ। बुवा र बाजे चाहिँ आउनु भएन। त्यही हो खेतको आली माथिदेखि जाऊँ भनेको 20 रुपियाँ तिर्नुपर्छ अरे क्या। त्यही भएर यहाँ तलबाट फुत्त नागेर त्यही हो गाइज। टक्क लाएर दिदीले यहाँ झोला बोकिरहेको छ, झोला। अनि यहाँबाट जानु लाग्यो चोर बाटो अरे। यहाँदेखि गएपछि 20 रुपियाँ तिर्नु पर्दैन होइन। 20 रुपियाँ तिर्न लोभ मान्ने मान्छे चाहिँ यिनै हुन्। त्यो होइन भन् त, मसँग जति पैसा पनि छ। त्यसो 100 रुपियाँ देखा। 100 रुपियाँ? अभी ल ये देख देख तू अब तू देख। 100 रुपियाँ रहेछ त्यस दिदीसँग, त्यसको खानुपर्छ। टक्क लाएर जाने बाटो त यस्तो छ यहाँ। ल बजाइ गएन यो फर्स्टमा। ल बजाइको इन्ट्री भइसक्यो। ला 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 ल मम्मी जाऊ, ल मम्मी जाऊ। गाइस डुबाए, बरु 20 रुपियाँ तिर्न ठिकै अरे भन्दा त। गाइस बुलबुली भित्र इन्ट्री, त्यो पनि यस्तो ठाउँबाट। त्यही हो, अब हेरौँ रमाइलो गर्नुपर्छ यहाँभित्र। 4जना चाहिँ हामीहरू के भन्ने अरे भन्नु हामीले त खाइकन आयौँ। तिमीले बिल पनि आमा आइगयो खाएनौ कि? खायौँ कुन प्लेट तिमीको हामी नाच्छौँ। त्यहाँ चाहिँ पिकनिक गर्न लाखान। यो भने चाहिँ बज्जुको है फेरि। मेरो माया मान्छे छ नि, ऊ त्यो यो खोलामा पौडी हानेर जाउँ भन्न। त्यो फुल लिएर आइज जा, कमलको फुल लिएर गाइज तेरो दिदी पति कतिको माया छ। माया त नहुने होइन, माया चाहिँ छ, तर एकदम हार्ड च्यालेन्ज आयो गाइज।
यस्तो पानीमा त्यहाँ गएर फुल्याउन अलि गाह्रै छ है। एपी तँलाई त डुबाउँछ होला नि। खै डुबाउन डुबाउन अरे डुबाउँछ यहाँनिर त डुबाउँछ। जाम त्यही हो गाइस अनि एकदम मात्रै हान्यो माया केले तान्यो तान्यो सिङ्गर है फेरि भन्ने। अनि यहाँ चाहिँ अब तेरोमा चाहिँ बोट चढ्ने भनेको पैसा पुग्यो। डर लाग्छ क्या म त चढ्दैन क्या। पैसा पुग्छ नि चढ्नु पर्छ चढ्ने हो तर म कति रुपियाँ अरे 500 चढ्दिनँ दुईजना के भयो त। आमा रमाइलो हुन्छ होला। दिस इज बुलबुले लेक भनेर कसरी भनौँ बुलबुले ताल। अब यी तलमा त चढ्दैन के होला बाफ्रे बाफ्रे त चढ्दैन। मम्मी बोट चढ्नु किन किन बोमिटो द बोमिटो द के भन्नु कति 200 त हो त 200 लिए जाऊ देख पछि 200 हो 250 हो 50 हैन 200 होला के भन्नु चढाउ है हैन 200 चढाउ के 200 लिए छ 1000 रुपैयाँ देखान त भइहाल्यो। त्यही दिएर अग्नि प्रवृत्ति दिए त्यसै लभाट दिहान यहीँ गोठेलीलाई यस्तो लभाट दिहान। अब एकछिनमा ढुङ्गा चढ्ने हो गाइस। यहाँ चाहिँ ढुङ्गा चालु हुन है ढुङ्गा चढ्न अनि दिदीले चढ्ने भनेको अब के पो हुन्छ हेरौँ। टिकट छ हातमा मम्मीलाई चढ्नु भनेको चढ्दैन अरे। टिकट खै टिकट 200 रुपियाँ यो चोटि नि भएन बोटचोटि चढ्ने बोट चाहिँ त्यहाँ आइहाल देखिन्छ एकछिनमा फर्स्ट टाइम एक्सपिरियन्स। यो चोटि चढ्ने अङ्कलहरू हुनुहुन्छ टक अङ्कलहरूको ग्रुप छ धेरै उनीहरूको चोटिमा चढ्ने अब दिदी उसको उसको भ्लगमा आउँछ त मजा आउने के साथमा बाड्छ। बस अहिले चल्यो भने कहाँ हुनुहुन्छ खै ए दुवै नआउनुभयो। दिदी फाइनली बोट पनि चढ्यो अनि बुलबुले पनि आइयो। अब चाहिँ घर जाने एकछिनमा अनि भोक लाग्यो अरे ऊ त्यहाँ पछाडि एउटा पसल छ क्या त्यहाँबाट त्यो खानेकुरा किनेर ल्याउनु पर्छ। त्यही हो जस्तो रमाइलो भयो। कस्तो भयो बोटको एक्सपिरियन्स? एकदम खतरा। ओह माय गॉड देख अब तू देखो त्यो अब चिप्लेटी खेल्न जानुपर्छ है त ल बानी त बच्चा नानी कम हो क्या फेरि फेरि कस्तो अरे त्यही हो है साथीहरू आजको भिडियो चाहिँ यस्तै भयो यति नै हो। मम्मी चाहिँ औषधि गर्न आउनु भएको थियो गाउँदेखि उहाँलाई अलिक घुमाउन भनेर ल्याएको मम्मीहरू चाहिँ उ त्यहाँ पछाडि हुनुहुन्छ। त्यही हो आजको भिडियो यति नै थियो। सबैले माया साथ सपोर्ट दिनु होला। बाई गाइस अर्को भिडियोमा भेटौँला।